मेरो युट्युब च्यानलको यो नयाँ भिडियोको नयाँ श्रृङ्खलामा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। हामी सबैभन्दा कठिन काम सबैभन्दा पहिले इट द्याट फ्रग बुकको अडियो बुक तयार गर्दैछौँ। आज हामी 9औं श्रृङ्खलामा छौँ। हाम्रो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा छ। आउनु सुरु गरौँ आजको अडियो भाग। 8 3 नियम पालना गर्नुहोस्। तपाईँ जे गर्न सक्नुहुन्छ गर्नुहोस्। जे उपलब्ध छ त्यसैबाट सुरु गर्नुहोस्। तपाईँ जहाँ हुनुहुन्छ त्यहीँबाट सुरु गर्नुहोस्। तपाईँको वास्तविक 3 काम नै तपाईँको बिजनेस र कम्पनीका लागि सबैभन्दा बढी मूल्यवान हुन्छ। यी 3 काम राम्रोसँग चिन्नुहोस् र यसलाई राम्ररी दिनुहोस् र त्यो कामको सर्वश्रेष्ठ प्रदर्शनका लागि अनिवार्य छ। यसबारेमा तपाईँलाई एउटा सत्य कथा सुनाउँछु। मसँग पहिला फुल डे कोचिङ सेसन गरेको 3 महिनापछि सिथिया नामकी एक केटी उभिएर भनिन्, जब म 3 महिना पहिले यहाँ आएकी थिएँ तब तपाईँले मलाई 12 महिनामा म आफ्नो आम्दानी र खाली समय 2 गुणा कसरी बनाउन सक्छु भन्ने सिकाउने दाबी गर्नुभएको थियो। यो बिल्कुल असम्भव लागिरहेको थियो, तर यसको बावजुद पनि मैले यसलाई अपनाएकी थिएँ। पहिलो दिन तपाईँले हरेक कामको सूची बनाउनु भयो भने जुन मैले पुरा हप्ता महिना गर्थेँ। मैले यस्तो 17 काम सिकेँ जसलाई म जिम्मेवार थिएँ। म कामको बोझले निकै तनाव थिएँ। म हप्ताको 6 दिन अफिसमा 10-12 घण्टा काम गर्थेँ। मसित आफ्नो पति र 2 बच्चाका लागि बिल्कुल समय थिएन, तर मलाई बिल्कुलै कुनै उपाय आइरहेको थिएन। मैले तीव्र रूपले सफलता हासिल गरिरहेको एक हाई-टेक कम्पनीमा 8 वर्षदेखि काम गरिरहेको थिएँ। मसँग कामको थक थियो तर समय कम थियो। पुरा दिन बस एक चिज। उसले अगाडि भन्यो, जब मैले सूची बनाएँ तब तपाईँले मसित यो प्रश्न सोध्नुभयो, यदि तपाईँले यस सूची अनुसार पुरा 1 दिन काम गर्न सक्नुहुन्छ तब तपाईँको कम्पनीको लागि कुन काम कम सबैभन्दा मूल्यवान रहनेछ। मैले त्यो काम सजिलै खोजेँ र त्यसको क्रम सङ्ख्यामा मार्क लगाएँ। तब तपाईँले सोध्नुभयो, यदि तपाईँले आफ्नो प्रमुख कामको सूची अनुसार अर्को 1 काम गर्ने सक्नुभयो भने त्यो दोस्रो गतिविधि कुन हुनेछ जुन तपाईँको कम्पनीका लागि सबैभन्दा मूल्यवान छ। जब मैले आफ्नो यस दोस्रो सबैभन्दा महत्त्वपूर्ण काम चिनेँ तब तपाईँले मसित तेस्रो सबैभन्दा महत्त्वपूर्ण कामको सन्दर्भमा पनि यही सवाल सोध्नुभयो। फेरि तपाईँले यस्तो महत्त्वपूर्ण कुरा भन्नुभयो जसबाट चोट लाग्यो। तपाईँले भन्नुभयो कि केही व्यक्तिले आफ्नो कम्पनीमा जे योगदान दिन्छन् उसको 90% हिस्सा उद्वारा गरिएको 3 प्रमुख काम हुनेछ, चाहे जे सुकै होस्। तपाईँले बाँकी जे काम गर्नुहोस् त्यो सहायक वा पूरक कामको श्रेणीमा आउँछ, जसलाई सायद अरूलाई सुम्पन सकिन्छ, छोड्न पनि सकिन्छ। तत्काल कर्म गर्नुहोस्। कम्पनीमा सबैभन्दा मूल्यवान योगदान दिने यी 3 काम थियो भने मलाई महसुस भयो। यो शुक्रबारको दिन थियो। म सोमबार बिहान 10 बजे आफ्नो बोस कहाँ गएँ र उनलाई आफ्नो यस खोजको बारेमा बताएँ। मैले यी 3 प्रमुख काम बाहेक बाँकी काम अरूलाई सुम्पनमा उनको सहायता चाहिएको कुरा बताएँ। यदि मैले दिनभर यी 3 काम गरेँ भने कम्पनीप्रति आफ्नो योगदान 2 गुणा गर्न सक्छु भन्ने कुरा पनि बताएँ। यदि मैले 2 गुणा योगदान दिएँ भने तलब पनि 2 गुणा बढी नै चाहिने कुरा पनि बोसलाई भने। बोस चुप रहे। उनले प्रमुख कामको मेरो सूची हेरे, पुनः मतिर हेरे, त्यसपछि 2 पटक सूची हेरे र भने, ठिक छ। उनको पछाडि भित्तामा झुन्डाइएको घडी ठिक 10:30 बजे रहेको थियो। उनले भनिन्, तिमीले सही भन्यौ। कम्पनीका लागि तिमीले यही 3 सबैभन्दा महत्त्वपूर्ण काम गर्न सक्छौ। बाँकी छुटपुट काम केही अरूलाई सुम्पन सकिन्छ वा यसको सङ्ख्या कम गर्नका लागि तिम्रो सहायता गर्नेछु ताकि तिमी यी 3 काममा पूर्ण रूपले जुट्न सकौ। यदि तिमीले यो योगदान 2 गुणा बनाउँछौ भने तिम्रो तलब पनि 2 गुणा गरिदिनेछु। जिन्दगी बदल्नुहोस्।
आफ्नो कहानी सुनाउँदै भनिन्, सिथियाले आफ्नो कहानी सुनाउँदै भनिन्, उनले वास्तवमै यही गरेर मैले आफ्नो सङ्कल्प निभाएँ र उनले पनि आफ्नो सङ्कल्प पुरा गरे। उनले मेरो छुटपुट काम अरूलाई सुम्पिए ताकि मैले शीर्ष 3 काममा ध्यान केन्द्रित गर्न सकौँ। मैले आगामी 30 दिनमा आफ्नो योगदान 2 गुणा पारेँ र त्यसले मेरो तलब पनि 2 गुणा वृद्धि गरिदिए। मैले 8 वर्षदेखि मेहनतपूर्वक कमाइ गरिरहेको थिएँ, तर मेरो तलब जहाँको त्यही थियो। रोचक कुरा त के थियो भने केवल आफ्नो समय र ऊर्जालाई 3 प्रमुख काममा केन्द्रित गर्नाले केवल 1 महिनामा नै तलब 2 गुणा भयो। र त्यो मात्र होइन, आजकल एक दिन 10-12 घण्टा काम गर्नुको सट्टा 8-5 बजेसम्म मात्र काम गर्छु। अब म आफ्नो पति र बच्चासित पर्याप्त समय निकाल्छु। आफ्नो प्रमुख काममा ध्यान केन्द्रित गर्नाले मेरो जिन्दगी बदलियो। कामकाजको दुनियाँमा सायद सबैभन्दा महत्त्वपूर्ण शब्द हो योगदान। यसबाट तपाईँको आर्थिक भावनात्मक पुरस्कारको प्राप्त हुन्छ। सधैँ तपाईँको परिणाम र योगदानको मूल्य सिधा अनुपात हुनेछ। यदि तपाईँ आफ्नो पुरस्कार बढाउन चाहनुहुन्छ भने आफ्नो कामको मूल्य बढाउने कोसिस गर्नुहोस्। तपाईँले आफ्नो कम्पनीमा बढी योगदान दिनको लागि समर्पित हुन आवश्यक छ र याद गर्नुहोस् कि 3 प्रमुख कामको सधैँ सबैभन्दा बढी योगदान दिन्छ। समय व्यवस्थापन लक्ष्य होइन, साधन हो। तपाईँले आफ्नो कामकाजको महत्त्वपूर्ण कुरालाई पुरा गर्न सक्नुभयो र आफ्नो निजी जिन्दगीमा यी चिजहरूका लागि बढीभन्दा बढी समय निकाल्न सक्नुभयो भने तपाईँलाई खुसी र सन्तुष्टि मिल्छ। समय व्यवस्थापन सिक्ने उद्देश्य पनि यही नै हो। जिन्दगीमा 85% खुसी अरूसित सुखद सम्बन्धबाट मिल्छ। तपाईँ उनीहरूसँग कति समय बिताउनुहुन्छ, कति प्रेम गर्नुहुन्छ भन्ने तपाईँको सम्बन्धको गुणवत्ताको अनिवार्य सीमा हो। जसले तपाईँको प्रवाह गर्नुहुन्छ उनीहरूसँग बढी समय गुजार्न सक्नु तपाईँको समय व्यवस्थापनको लक्ष्य हो। यसको लक्ष्य तपाईँले त्यस चिज गर्नको लागि बढी समय दिनु हो जसबाट तपाईँको जीवनमा सबैभन्दा बढी खुसी मिल्छ। नियम: अफिसमा समयको गुणवत्ता महत्त्वपूर्ण हुन्छ, घरमा समयको मात्र महत्त्वपूर्ण हुन्छ। कार्यस्थलमा हरेक क्षण काम गर्नुहोस्। जीवनमा सन्तुष्टि राख्नको लागि तपाईँले जति समय काम गर्नुहुन्छ त्यति नै राम्रो गर्नुहोस्। जब काम गर्न जानुहुन्छ तब आफ्नो शिर तल राखी काम गर्नुहोस्। हतारमा काम सुरु नगर्नुहोस्। केही मेहनत गर्नुहोस्, समय बर्बाद नगर्नुहोस्। सहकर्मीसित बिताएको हरेक क्षण त्यस काममा लगाउनुहोस् जसबाट तपाईँको जागिरमा कुनै बाधा आउँदैन। आफूले अफिसमा जति समय बर्बाद गर्नुहुन्छ त्यो तपाईँको परिवारले छिनेको हुन्छ। परिणाम या त तपाईँको अफिसमा लामो समय बिताउनुपर्छ या काम घरमा लिएर पुरै गर्नुपर्छ। दिनमा प्रभावकारी र कार्यकुशल ढङ्गले काम नगर्नाले अनावश्यक तनाव पैदा हुन्छ। एउटा सानो केटोको प्रसङ्ग छ जसको आफ्नो आमासित सोध्छ, मम्मी ड्याडी हरेक राति जब घर फर्कनुहुन्छ तब उहाँले बेकेस कामले किन भरिएको हुन्छ र उहाँको सबैसँग किन समय बिताउनुहुन्न? आमाले सहानुभूति भरिएको भावले जवाफ दिनुहुन्छ, हेर बाबु, तिम्रो ड्याडीले अफिसमा काम सक्नुहुन्न, यसकारण उहाँले काम घरमा लिएर पुरा गर्नुहुन्छ। सानो केटोले सोध्छ, यदि कुरा यस्तो हो भने उहाँबाट ढिलाको सूची किन राखिँदैन? सन्तुलन वैकल्पिक होइन। प्राचीन ग्रीक भनाइ थियो, सबै कुरामा समय। तपाईँको आफ्नो कामकाज र निजी जिन्दगी बीच सन्तुलन बनाउन आवश्यक छ। तपाईँले कामकाजमा प्राथमिकता तयार गर्न र आफ्नो सबैभन्दा मूल्यवान काममा ध्यान केन्द्रित गर्न आवश्यक छ। कहिलेकाहीँ मानिस मलाई सोध्छन्, म आफ्नो कामकाज र निजी जिन्दगीमा सन्तुलन कसरी हासिल गर्न सक्छु? म प्रश्न गर्छु, तानिएको डोरीमा हिँड्दा कति पटक सन्तुलन कायम गर्न सकिन्छ? केही मानिस सोचिएपछि ती उत्तर दिन्छ, हरेक समय। म भन्छु,
कामकाज र घरेलु जीवनमा पनि यही हुन्छ। तपाईँ यो काम हरेक पटक गर्नुपर्छ। यसका लागि तपाईँको लगातार मेहनत गर्नुपर्छ। तपाईँको जिन्दगी, तपाईँको लक्ष्य आफ्नो कामकाजमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नुपर्छ। बढीभन्दा बढी काम गर्नु र आफ्नो करियरमा पुरस्कारको सर्वोच्च सम्भावित स्तरमा पुग्नु। तपाईँ आफ्नो समयको लगानीले अधिकतम लाभ हासिल गर्नका लागि यति सङ्कल्पित किन हुनुहुन्छ भन्ने नबोल्नुहोस्। तपाईँ जो मानिससित प्रेम गर्नुहुन्छ उसित जति बढी समय बिताउनुहुन्छ त्यति नै बढी खुसी बन्नुहुन्छ। 3 महत्त्वपूर्ण काम छनौट गर्नुहोस् जुन तपाईँ आफ्नो अफिस र कार्यालयमा गर्नुहुन्छ। आफैसित सोध्नुहोस्, यदि मैले पुरा गर्न केवल एउटै काम गर्न सके भने त्यो कुन काम हो जसले मेरो करियरमा सबैभन्दा बढी मूल्यवान योगदान दिनेछ। यही अभ्यास दोहोऱ्याउनुहोस्। जब तपाईँले आफ्नो 3 ठुला काम चिन्नुहुन्छ तब दिनभर यसैमा एकाग्र हुनुहोस्। जीवनको हरेक क्षेत्रमा 3 सबैभन्दा महत्त्वपूर्ण लक्ष्य छनौट गर्नुहोस्। यसलाई प्राथमिकताको आधारमा व्यवस्थित गर्नुहोस्। यसलाई हासिल गर्न योगदान बनाउनुहोस् र हरेक दिन आफ्नो योजनाअनुसार काम गर्नुहोस्। आगामी दिनमा यति धेरै हासिल गर्नुहुनेछ कि त्यो देखेर तपाईँ आफै छक्क पर्नुहुनेछ। यतिन्जेलसम्म हाम्रो भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरू प्रति विशेष आभार। आगामी दिनमा अन्य भिडियो लिएर उपस्थित हुनेछौँ। धन्यवाद।